बल्खुमा देख्न सक्नुहुन्छ चहल पहल बाक्लिसकेको छ। सुरक्षाकर्मीहरू छन्, जनताहरू छन्, युवाहरू छन्। चैत्र 15 गते तीनकुनेमा जुन विशाल सहभागिता थियो दुर्गा प्रसाईको कमान्डरमा भएको आन्दोलन, केही समयमै जुन प्रहरी र आन्दोलनकारी बीचमा हानाहान सिर्जना भएको थियो, आज बल्खुमा कस्तो हुन्छ भन्ने अवस्थामा जनताहरू छन्। नमस्कार, म कृष्ण कटेल। हामी बल्खुबाट राजावादीहरूको आजको आन्दोलनको दृश्य देखाइरहेका छौँ। अनि नाला त खोला नाला पनि बाँकी राखेन, उद्योग राखेन, बाँकी राखेन, भएको धरा पनि बाँकी राखेन। ऊ सीमाको कुरा गर्नु, हिजो गट्टा चौकी कहाँ थियो? गट्टा चौकी बोर्डर कहाँ थियो? आज कहाँ छ? यो गणतन्त्र सरकार देखेको छ, हामीले देखेको छौँ। केपी ओलीले त लिपुलेक लिम्पियाधुरा सहितको नक्सा त सार्वजनिक गर्नुभयो। सार्वजनिक गरे के नक्सा ल्याउनु भयो? ए बाबा ल्याउनु भयो, तर केमा ल्याउनु भयो त? केमा ल्याउनु भयो? पढ्न दिए, पुस्तकमा पढ्न दिए, कागजमा ल्याउनु दियो, तर विद्यार्थीले पाठ्य पुस्तकमा हाल्ने दियो त? दिएन नि। यति धेरै सिट सङ्ख्याहरू व्यवस्थापन गरिएको छ, यति धेरै युवाहरूको पनि सहभागिता अब बाक्लिँदैछ। धेरै ठाउँबाट, काठमाडौँ उपत्यका मात्रै नभएर उपत्यका बाहिरबाट पनि आम व्यक्तिहरू आइरहेका छन्। यो बल्खुको तयारी देख्न सक्नुहुन्छ। अभियन्ता मनोज सापकोटा यति बेला फिल्डमै हुनुहुन्छ। यो हाम्रो बागमती स्तरीय कार्यक्रम हो। घोषणा राप्रपाको भए पनि सम्पूर्ण देशभक्त राष्ट्रवादीहरूको हो। यहाँ लाखौँ मान्छे हुन्छन्। दिपेन्द्र लामा ल्याकत ताकत हँसीको साथ, दोष जागरको साथ हामी बिराटदेखि आएको छौँ। यो गणतन्त्रको जगडा उखाल्नु छ जसरी पनि, र देशमा समृद्धि सुशासन कायम गराउनु छ। घुँडा टेकाउनै जरुरी छ। तपाईँहरू सम्पूर्ण मिडियाकर्मीले साथ दिनुपर्छ यसमा। त्यसै गरी काङ्ग्रेस एमाले माओवादीको पनि राष्ट्रभक्ति जो छ, देशप्रेमीहरू, युवाहरू जो देश जनता हकी त बोल्न चाहन्छन्, काम गर्न चाहन्छन्, ती सबै आउनु पर्यो, यो मञ्चमा आउनु पर्यो।